guys, welcome back to Aisa Vlog channel. Very body the next day new vlog हैन. अनि आज चाहिँ म जान लागेको छु असन बजार किनभने अब भोलि म घर जाँदै छु नि त. अनि आमा पनि आउँदै छ. आउने सन्डे चाहिँ मदर्स डे आमाको मुख हेर्ने दिन हो नि त. सो त्यसैले चाहिँ आज हल्का शपिङ गर्न जाँदै छु. अनि त्यसपछि म आज कन्सल्टेन्सी पनि जानुपर्ने हुन्छ हैन. मेरो अब आफ्नै कामको लागि चाहिँ म जान लागेको छु कन्सल्टेन्सी. सो जाउँ है त. म चाहिँ अब तल जान्छु मुसी होला. तपाईहरुले हिजो अस्तिको भ्लग हेर्नु भइसक्यो होला. कस्तो लाग्यो केही प्रक्रिया जनाइदिनु होला. र अनि मेरो त्यो भिडियो एकदमै हाँसउठ्दो कमेडी छ. सस्तावाला त्यो के भन्छ एक्टिङ त्यो वाला हो. त्यो चाहिँ के मेरो वेस्टकोट लाएर बसिरहेछ. आया बाई बाई. अन्त जाऊ तिमी ट्रेनिङ गर्न जाऊ मुसी जाऊ. मुसी कस्तो बनाइदिएको यसलाई आइज ल. अनि त्यही हो साथीहरू, म चाहिँ जान लागेको छु होइन. मुसीलाई चाहिँ वेस्टकोट लगाइदिनु भएको रहेछ. एकछिन त म जुत्ता लगाउँछु. वेस्टकोट लगाइदिनु भएको रहेछ. त्यहाँ कमेडी देखिरहेको. त्यो वेस्टकोट चाहिँ फेरि मेरो उसको हो क्या. एकछिन ल. त्यो वेस्टकोट चाहिँ मेरो त्यो प्र्याक्टिकलको हो क्या. त्यो प्र्याक्टिकल सर्भिसको त्यो वेस्टकोट हो क्या. त्यसलाई टक्क मलाई पनि काम थिएन. त्यसलाई टक्क भएछ. मेरो छोटो भएको लुगा त्यसलाई अब मेरो क्रप टी सर्ट पनि त्यसलाई लगाइदिनुपर्छ. हिरो नै पर्छ. अनि अहिले एकछिनमा भेटौँला है त. सुरुमा चाहिँ कन्सल्टेन्सी जाने भयो नि त. हामी चाहिँ सुरुमा कन्सल्टेन्सी जाने भयो होइन. त्यसपछि हामी असन बजार जानेछौँ. यता यो बसन्तपुर साइडतिर न्यु रोडतिर कुन कन्सल्टेन्सी जान्छौँ भनेर तपाईँहरूलाई म त्यहाँ गएर भन्नेछु. सो जाउँ है त. यस्तो घाम छ साथीहरू, यस्तो घाम छ. यस्तो गर्मी छ. आमामामा तालुमाथि नै घाम लागिरहेको के. तपाईँहरूले देख्नु भइरहेको हेर्नुहोस् न ल. यस्तो बबाल घाम छ क्या. आमामामा चरक्कै. अनि यस्तो घाममा अनि सनब्लक पनि ल्याप्याक्कै लाउनु पर्ने हुन्छ. सेतै भएर हिँड्नुपर्ने हुन्छ नि त. गाह्रो छ घामले, गाह्रो. माई फेभरेट टाइम. सो अब चाहिँ म तपाईँहरूलाई ट्राई गरेर देखाउने छु कुन कन्सल्टेन्सी हो भनेर. सो स्टे ट्युन है त्यसको लागि चाहिँ ल. सो फाइनली हामी चाहिँ आइसकेका छौँ कन्सल्टेन्सीमा. कन्सल्टेन्सीको नाम चाहिँ हाई फ्लाइ ग्लोबल. अब हाई भएर उड्ने हो क्या म चाहिँ. सो जाँदैछौँ हामी चाहिँ माथि. के कुरा गर्ने थाहा छैन मलाई त बिर्सी ए होइन यहाँ छ. सो अहिले के कुरा हुन्छ तपाईँलाई म भन्नेछु टुनाइट त्यसको लागि चाहिँ. सो फाइनल्ली मैले सबै बुझेर होइन कुन कन्ट्रीमा एप्लाई गर्ने भनेर त्यो पछि भनौँला. इनकेस सेलेक्सन भयो भने तपाईँलाई भनौँला. सिलेक्ट भयो भने. सो भएन भने त्यही हो के. सेलेक्ट भयो भने भनौँला. सेलेक्ट भएन भने त्यही हो होइन साथीहरू. अब यस्तै छ जिन्दगानी दर्पण छाया. पछि भेटौँला. अहिले चाहिँ हामी यतातिर आएको छौँ होइन. कहाँ हिँड्ने चिसो पानी किन्ने ल. अनि अब चाहिँ हामी जानेछौँ असन बजारतिर होइन. के हो आमामामा कति पर्छ के पर्छ बुझेर गरेर सबै आइसक्यो होइन म चाहिँ. सो जो सेलेक्ट चाहिँ होस् अब इन्टरभ्यूमा त्यही हो हाम्रो चाहिँ. खासमा भन्नुपर्दा चाहिँ म चाहिँ इन्टर्नको लागि चाहिँ यो प्रोसेसिङ चालु गर्नलाई त्यो अब सोधपुछ गर्न आएको हो. के कस्तो हुन्छ हेर्दै जाउँ होइन. भाग्यको खेल पनि हो, आफ्नो उ पनि हो. त्यही हो. अब चाहिँ हामी जाँदैछौँ असन बजारमा. अब असन बजारमा के गर्नेछौँ, कसलाई के किन्नेछौँ भनेर चाहिँ तपाईँलाई म त्यही देखाउनेछु. सो त्यसको लागि चाहिँ एकछिन धैर्य त गरौँ. मैले चाहिँ न्यु रोडमा आइसकेका छौँ. अनि अब चाहिँ असनतिर जान लागेको. यस्तो प्याक छ आजको माहौल चाहिँ. यतातिरको चहलपहल चाहिँ एकदमै प्याक छ होइन. प्याक छ. हामी चाहिँ के गर्न हामीलाई खासमा चाहिँ मम्मीको लागि कुर्ता लिन आएको. अनि दिदीको लागि जुत्ता भनेर होइन. दिदीको लागि दिदीको लागि चाहिँ सरप्राइज हो अरे होइन. यो त्यतिखेरसम्म यो भिडियो आइसक्छ.
आउँछ आइसक्छ त्यहाँ मम्मीलाई चाहिँ कुर्ता मम्मीले भनेको कुर्ता ल्याइदिनु छ हामी चाहिँ सो आजको यस्तो छ माहौल पुरा प्याक यस्तो माहौलमा एकदम लास्ट गर्मी हो होइन कस्तो कुर्ता लिन्छौ के गर्छु तपाईँहरूलाई म देखाउने छु यहीँबाट हो नि होइन यस्तो प्याक हजुर यतै हो त्यो भत्काएँ त त्यो भएर नि यस्तो धुलो उडेको लौ न प्याक असन इन्द्र चोक भन्छ क्या यसलाई अनि अर्को कुरा चाहिँ मेरो यो गोप्रोको लागि एउटा स्ट्यान्ड पनि किन्नु छ सानो चुटुक्क खाले त्यो पनि किन्दैछौँ सो पहिला लुगा हेरौँ होइन अनि त्यसपछि गएर स्ट्यान्ड हेरौँ असन चाहिँ हेर्नु न हराउँछु म फेरि कुर्ता पाउने कहाँ होला त सो अहिले भेटौँला है साथीहरू सो गाइस साथीहरू हामीले चाहिँ अहिले यहाँ के अरे कुर्ता किन्यो होइन अनि जुत्ता किन्यो अनि मेरो लागि फेस सिरम किनेको छ अहिले चाहिँ यहाँ हामी मेन असनको उसमा आएको छौँ ह्याट एन्ड भाँडाकुँडा सबै छ यतातिर साडी कुर्ता के हो के स्याउती के सो अब हामी चाहिँ एकछिन असन बजार घुम्दैछौँ है अब हामी चाहिँ अब के किन्छौँ अरू थाहा भएन पहिला यतातिर घुमौँ होइन असन बजारतिर सो त्यही हो के कस्तो किने भनेर चाहिँ म तपाईँहरूलाई घर देखाउने नै छु सो अहिलेको लागि चाहिँ एकछिन धैर्यता गर्नु होला के कस्तो गर्छौ भनेर मेन चाहिँ यहाँ पो छ त हाम्रो चाहिँ किनमेल गरेर चाहिँ होइन यहाँ किनमेल गरेर स्ट्यान्ड अनि लाइटहरू किनिवरी अहिले हामी बसन्तपुर स्ट्रिट फुड हन्टिङ गर्न आएको छौँ सो यहाँ हेर्नुहोस् आज बसन्तपुरमा पनि लास्ट ऊ छ हो के प्याक छ क्या ओभर प्याक अनि हामी कति बजी आएको 12-1 त्यतिखेर हिँडेको अहिलेसम्म हामी हिँडेछौँ जिन्दगीभर हिँडेको हुने भयो अब साँच्ची यहाँ हाम्रो झुल पनि सपिङ भएको झुल अनि त्यही हो अब चाहिँ हामी अरू कुरा तपाईँहरूलाई म यस्तो दामी चिज देखाउँछु है अगाडि हेर्नुहोस् न इउ हुनुहुन्छ अगाडि चाहिँ दामी पखेटा पुरा म्याटको होइन सो त्यही हो अब चाहिँ के कस्तो छ भन्दाखेरि हल्लीचल्ली बसन्तपुरको चाहिँ होइन यस्तो ऊ छ यस्तो हल्लीचल्ली छ घामले अहिले चाहिँ घाम चाहिँ अलि कम नै छ होइन अघि चाहिँ यस्तो चर्को भएको थियो आमामा टाउको माथि घामहरू तपाईँलाई देखाएको थिएँ मैले त्यस्तै भइसकेको थियो सो भोलिबाट चाहिँ मेरो नयाँ स्ट्यान्ड र गोप्रोले सुट गर्नेछौँ मैले भ्लग बनाउनेछौँ भोलिको भ्लग चाहिँ हुनेछ घर गएको सो अब चाहिँ स्ट्रिट फुडको हन्टिङ गर्न जाऊँ है त सो गाइज यहाँ चाहिँ अहिले एकदमै नोइज छ अनि यहाँ चाहिँ हाम्रो पट्याटो स्टिक आएको छ अनि यहाँ किमा नुडल्स छ है अब चाहिँ हामीले खान लागि यति धेरै मान्छे हुनुहुन्छ यता चाहिँ सो म्युजिक ऊ भइरहेको हेर्दा पनि कस्तो टेस्टी छ वाउ अब हामी खान्छौँ अनि घरतिर लाग्छौँ ल अनि घरतिर जाँदाखेरि फाइनली म चाहिँ आइसकेको छु घरमा हामी चाहिँ यस्तो लामो जामबाट कटिवरी होइन हामीजना चाहिँ घर आइसकेको छु अनि मैले चाहिँ अहिले बनाइरहेको छु स्ट्यान्ड समातेर स्ट्यान्डमा हालेर ओ माई गड मैले स्ट्यान्ड किन्छु भने उहिले देखेँ नि त अनि मैले टाइम पाएको थिएन साथसाथै मसँग बजेट पनि थिएन नि त त्यही भएर पनि मैले स्ट्यान्ड किन्न पाएको थिएन अनि अहिले चाहिँ स्ट्यान्ड हालेर बोलिरहेको छु स्ट्यान्ड चाहिँ कस्तोमा छ भने म तपाईँलाई देखाउँछु भन्नु त वेट फोन आयो सो यस्तोमा छ स्ट्यान्ड चाहिँ होइन टक्क सानोमा के चुटुक्क परेको लिएर हिँड्दाखेरि पनि त्यस्तो डिस्टर्ब नहोस् भन्नेमा त्यस्तो खालकोमा छ सो आजको भिडियो यति नै रहेको छ साथीहरू होइन
अब भोलिको भिडियो चाहिँ म घर गएको भिडियो आउँछ र घरमा पुगिसकेर के गर्ने छु त्यो आउँछ हैन। सो लाइक शेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला, साथ सपोर्ट गर्न नबिर्सिनु होला। त्यति नै भन्दै आजको यो भ्लग इन गर्न जाँदैछु। सो स्टे ट्युन गाइज नेक्स्ट भिडियोको लागि है त।